अफेको वर्षा ओली ब्याक पास खेलिदिनेछन्। आयुषा फेरि पनि मौका गोल किक रहनेछ वर्षा ओलीलाई। मेकिङ अ रन फरवर्ड क्रस बारमा लागेर फर्किएको छ। पहिलो सर्सन टार्गेट यहाँ गोलकिपरको मिस्टेक अवसर, तर पूर्णिमा गोले सेटिस्फाई हुने छैनन्। 1v1 को अपर्च्युनिटी थियो, रिया राईले गल्ती गर्न पुगेकी थिइन्। बल थियो वर्षा रनिङ फरवर्ड कट ब्याक भूमिका, यो प्रहार सेभ डिफ्लेक्टेड। फेरि पनि अग्रता लिनबाट वञ्चित चर्च बोइज। खतरा टरेको छ। सुजाता गोलको निकै करिब थिइन्, त्यसअघि भूमिका बुढाथीको त्यो लेफ्ट फुटेड प्रहार सुनैना कुमारी चौधरीले बचाइन्। फेरि पनि बलमा सृजना, डेलिभरी मनिता, फल रहनेछ उनी विरुद्ध। छारीका दुई खेलाडी मैदानमा रन बनाएकी थिइन्, फिजिकलिटीमा चुक्न पुगिन्। with that magical foot. Long ball in. मनिषाको प्रहार आकाशिएको छ। फर्स्ट एटेम्पमै लिएकी थिइन्। राम्रो फुटवर्क, प्रहार सुजाता, गोलकिपर सुनैना कुमारी चौधरी के असहज महसुस गर्दै off we go then. Satisfied देखिँदैनन् वर्षा ओली। पोजिटिभ ट्रान्जिसनमा छहारी, राम्रो सेभ रिया राईको। आशिका, राम्रो बल, वर्षा ओली हेडर थियो। पहिलो खतरा दोस्रो हाफमा गोलको निकै करिब रहेर पनि फेरि पनि अग्रता लिनबाट वञ्चित भयो चर्च बोइज। राम्रो बल थियो। मोमेन्टम चर्च बोइजसँग छ, यही मोमेन्टममा गोल गर्न चाहन्छ चर्च बोइज। सरिता, राम्रो बल वर्षाका लागि, वर्षाको प्रहार, ह्यान्डबलको अपिल, कर्नर। गोलको फेरि पनि करिब चर्च बोइज युनाइटेड।
भूमिका प्रहार थियो पोजिटिभ काउन्टर ट्रान्जिसनमा छहारी तर मौका थियो वर्षा ओली प्रजितालाई मौका प्रजिता गोलको फेरि पनि करिब थियो चर्च बोइज युनाइटेड र पुनः अग्रता लिनबाट चुकेको छ वर्षा ओलीले राम्रो थ्रु पास मिलाइदिएकी थिइन् प्रजिता राईलाई राम्रो थ्रु पास मनिताका लागि तर अलिकति फोर्स बलमा फोर्स थियो मनिताले भेटाउन सकिनन् बल नियन्त्रणको आवश्यक ब्याक पास मनितालाई फेरि पनि आशिकाका लागि बल तर राम्रो टर्न रहन सकेन वर्षा ओली वर्षाको यो गोल अग्रता लिएको छ चर्च बोइजले यहाँ हेर्न लायक सेलिब्रेसन वर्षा ओलीको अन्ततः चर्च बोइज युनाइटेडले खेलमा अग्रता बनाएको छ वर्षा ओली फाइनली डेडलक तोड्न सफल आक्रमणमा छहारी मनिषा श्रेष्ठ केरन लिम्बू क्लियरेन्स थ्रो इन छहारीका दोस्रो गोलको निकै करिब रहिन् र यो सँगै रेफ्री अञ्जना राईले फाइनल विसल ब्लो गरेकी छिन् चर्च बोइज युनाइटेड क्वार्टर फाइनलमा प्रवेश गरेको छ र उसको भेट र यो रेफ्रीको हुइसल सँगै फागुन 5 गते सम्पट्टासँग हुनेछ भएको छ भने आजको खेलमा वर्षा ओलीको निर्णायक गोलमा चर्च बोइज युनाइटेडले छहारी युवा क्लब विरुद्ध 1-0 को सङ्घर्षपूर्ण जित हासिल गरेको छ क्लब प्रतियोगिताबाट बाहिरिएको छ अन्तिम मोमेन्टसम्म कम्पिट गरेको थियो तर वर्षा ओलीको गोल नै निर्णायक बन्न पुग्यो प्रतियोगितामा भोलि एक मात्र खेल हुनेछ